हेलो गाइज, आज तपाईँ देख्न सक्नुहुन्छ हामी भन्दा पनि मेरो सोल्ठाज्यू र भेनाजी हामी आज काठ चिउर्न गइरहेका थियौँ। मेरो भेनाको रुखहरूमा काठ लिएर हामी धुलाबारी शान्ति चोक नजिकै रहेको कृतिका फर्निचर उद्योगमा हामी गइरहेका थियौँ। कसरी काठ चिर्दो रहेछ भन्ने कुरा आज मैले प्रत्यक्ष रूपमा देखेर देख्दा पहिला त इन्ट्रेस्टिङ लागिरहेको थियो। पहिला त मलाई पनि इन्ट्रेस्टिङ लागिरहेको थियो, तर त्यत्रो काठ चिर्दै गर्दाखेरि मलाई अल्छी लागेर आएर तपाईँलाई नि देखाइरहेको थिएँ। त्यही बिचमा हाम्रो टुममा काठ मिल रहेछ, त्यही भएर त्यहाँ फेरि समय लाग्यो। फेरि यो निकालेछ, फेरि पुरै निकालेर फेरि सुरुदेखि सेट गरेर फेरि त्यहाँ मजाले भएन। त्यसपछि यहाँ तपाईँ देख्न सक्नुहुन्छ फेरि पत्तेमा पत्ते लाएर त्यसपछि हामीले यसरी काठ चिरेर आफ्नो घर फर्क्यौँ। धन्यवाद। अनि हजुर के गर्नुभयो आज दिनभरिमा कमेन्ट गर्न एकदम नभुल्नु होला।